एक्चुअली एक्सेलले युधिष्ठिरलाई प्रश्न सोधे रे के हजुर एक्सेलले सायद सबैलाई थाहा छ दर्शकका लागि भनेको भने जस्तो एक्सेलले युधिष्ठिरलाई प्रश्न सोध्छन् आश्चर्य के हो यो संसारको सबैभन्दा अनौठो र आश्चर्य लाग्ने कुरा के हो भनेर जब एक्सेलले जस्तो एक्से प्रश्न भन्ने कार्यक्रम पनि छ नि होइन हो एक्सेलले जब युधिष्ठिरलाई सोधे कि संसारको सबैभन्दा आश्चर्य लाग्दो अचम्म लाग्दो कुरा के हो भनेर सोद्धाखेरि युधिष्ठिरले के भनेका छन् थाहा छ युधिष्ठिरले के भनेका छन् भने मान्छेले हरेक दिन आफू जस्तै मान्छे मरेको देख्छ अब आफू जस्तै मान्छे मरेको पढ्छ आफू जस्तै मान्छे मरेको खबर सुन्छ र पनि उसले कहिले पनि के रियलाइज गर्दैन थाहा छ भोलि मलाई पनि मर्नुपर्छ भनेर चाहिँ कहिले रियलाइज गर्दैन अरे कि यो भनेको संसारको सबैभन्दा आश्चर्य लाग्ने कुरा रहेछ अनि मान्छे हामी पनि जस्तो भनौँ न मान्छेलाई क्यान्सर लाग्यो अरे किडनी फेल भयो अरे रोग लाग्यो अरे या उ भयो सुन्छौँ नि हामी तर हामीले कहिले पनि के सोच्दैनौँ भने भोलि मलाई पनि क्यान्सर हुनसक्छ भोलि मेरो किडनी फेल होला भोलि मेरो स्त्रीलाई के होला ब्रेस्ट क्यान्सर होला पाठेघरको मुखको क्यान्सर होला अथवा भोलि म आफै मरौँला अथवा भोलि मर्ने कुरा त छोडिदिउँ म दुर्घटनामा परेर म व्हिलचेयर भएँ भने मेरो परिवार कसरी चल्ला भनेर चाहिँ मान्छेले सोच्दो रहेछ कि यो भनेको चाहिँ संसारको सबैभन्दा आश्चर्यजनक कुरा रहेछ कि अनि अर्को कुरा कस्तो भने मान्छे अनौठो लाग्ने एउटा आइरोनी के मान्छेले यो मोबाइल रक्षा गर्न मोबाइलमा कभर हालेका हुन्छ सायद तपाईँले मोबाइलमा कभर हालिसकेको छ होइन अनि हामी के छ यो घडीको नि कति माया छ हामीलाई घडी कोथारिन्छ नि यहाँ डायल हालेका हुन्छ हामीले होइन तर यो जिन्दगी कतिखेर के हुन्छ अनि यो जिन्दगीलाई सुरक्षित गर्ने बारेमा सोच्नुपर्छ नि त होइन र तर त्यो बारेमा चाहिँ मान्छेले सोचेको छैन भनेपछि यसको किन सोचेको छैन भने यसको राम्रोसँग असल नियत भएको मान्छेले राम्रो तरिकाले यसको एजुकेसन फैलाएको छैन कि सर त्यही भएर वास्तविक कुरा दिएको छैन एक्ज्याक्टली हो अनि मलाई आफै रियलाइज भयो कि म आजसम्म झन्डै 5 वर्षदेखि मैले अनलाइनबाट सिकाएको छु म मान्छेलाई बोल्न सिकाउँछु कि म मान्छेलाई भिडियो एडिटिङ गर्न सिकाउँछु मान्छेलाई म सेयर मार्केट सिकाउँछु अरे अनि मान्छेलाई इन्सुरेन्स गर्नुपर्छ तिम्रो जिन्दगी सुरक्षित गर भनेर सिकाउनु पर्दैन पर्छ नि त खै सिकाएको हो जब मलाई यो रियलाइज भयो नि सर त्यसपछि चाहिँ म एउटा मिसनमा छु मिसन के हो भने नेपालैभरि अहिले इन्सुरेन्स एजुकेसन फैलाउनु जरुरी छ अनि फेरि किन फैलाउनु त भनेको कुरामा हेरौँ न विकसित मुलुक हेरौँ न जापानमा झन्डै 99% मान्छेको इन्सुरेन्स रहेछ अमेरिका पनि लगभग त्यही रहेछ डाटा अनि विकसित मुलुकमा इन्सुरेन्स गर्दो रहेछ नि त त्यो पनि सरकारले नै लगभग झन्डै अनिवार्य गरेको हुँदो रहेछ भनेपछि त विकसित मुलुकले यत्तिकै त गरेको छैन नि त यो नराम्रो भएको भए यो खराब फ्रड नराम्रो यसले जनतालाई अहित गर्ने भएको भए विकसित मुलुकले प्रमोट गर्थ्यो होला त गर्दैन थियो नि त अनि नेपालमा पनि किन नेपाल अविकसित मुलुक भएको हुनाले पनि अब हामीले यसलाई फैलाउनु जरुरी छ कसले हजुर हामी जस्ता एउटा अभियन्ताहरूले चाहिँ यो चिज फैलाउनु जरुरी छ। जस्तो